Hello guys, welcome back to my vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु, आरामै छु। आज चाहिँ साथीहरू उठिसकेको छु, देख्न सक्नुहुन्छ मेरो आँखाहरू है। अब म चाहिँ खाना बनाउन लागिरहेको छु। मम्मीले चाहिँ एउटाले बनाउनु भएको छ। त कस्तो हुन्छ आजको दिन। म दिउँसो चाहिँ देखाउनु पाउँदैन होला, 10 बजेदेखि 3 बजीसम्म देखाउनु पाउँदैन होला, किनकि त्यति बेला मेरो स्कुल हुन्छ, कलेज हुन्छ। अनि त्यति बेला चाहिँ फोन युज गर्न मिल्दैन। म आइसकेपछि चाहिँ हजुरलाई फेरि देखाउनेछु, त्यसपछि म के गर्नेछु भन्ने कुरा। ल साथीहरू, म चाहिँ खाना खाइसकेर रुममा आइसकेको छु। मैले चाहिँ खाना बनाएको भिडियोहरू मैले त्यति बेला के गरेँ त्यो भिडियो चाहिँ देखाउन पाइनँ है। त्यसको लागि चाहिँ म माफी चाहन्छु। अनि पछि म चाहिँ अब आइसकेँ रुममा है। अघि चाहिँ म किचनमा थिएँ, अहिले चाहिँ म रुममा आइसकेको छु, देख्न सक्नुहुन्छ। अब म कलेजको लागि रेडी हुँदैछु। यहाँ रहेको छ मेरो कलेज ड्रेसहरू है, कलेज ड्रेसहरू रहेको छ। अब म चाहिँ कलेजको लागि रेडी हुन लाग्यो। म चाहिँ जान्छु फर्स्टमा ब्रस गर्न। मैले चाहिँ खाना खाइसकेपछि चाहिँ ब्रस गर्छु है। खाना खाइसकेपछि ब्रस गर्छु। म चाहिँ जान्छु ब्रस गर्न। मैले चाहिँ पुरै जाडो भएर होइन, पुरै टोपी अनि बाहिरदेखि पनि डबल टोपी लगाएको छु। यता चाहिँ जाडो धेरै रहेको छ है। अनि पछि मलाई चाहिँ हल्का रुगा अनि रातभरि ज्वरो पनि आयो। अहिले चाहिँ अलिक बिसै भएको छ। म चाहिँ गर्न जान्छु ब्रस अब है। साथीहरू म ब्रस गर्न जान लाग्यो। देख्न सक्दैन साथीहरू, यता चाहिँ पुरै कुहिरो भन्छ कि ढुरी भन्छ उतातिर। यता चाहिँ ढुरी लागेको छ भन्छ होइन, यतातिर पुरै ढुरी लागेको छ कि यो सेतो भाग पुरै ढुरी लाग्यो है। म चाहिँ ब्रस गर्न लाग्यो है। ब्रस गर्न लाग्यो। म चाहिँ ब्रस गरेर रेडी भइसकेको छु। म चाहिँ अब ड्रेस लगाउँछु साथीहरू होइन। मेरो ड्रेस चाहिँ यहाँनिर मलाई पर्खेर बसिरहेको छ है। यो चाहिँ मेरो कलेजको ड्रेस हो। अनि यहाँ चाहिँ मेरो ब्याग रहेको छ होइन। अब चाहिँ म ड्रेस लगाउँछु होइन। म ड्रेस लगाइसकेपछि चाहिँ मेरो फाइनल लुक देखाउँछु है साथीहरू। अहिले चाहिँ यहाँ राख्ने ठाउँ छैन, अनि पछि फोन पक्राइदिने मान्छे कोही पनि छैन होइन। त्यसैले म लगाइसकेर फाइनल लुक चाहिँ देखाउँछु। त्यति बेला चाहिँ कस्तो हुन्छ, कस्तो देखिन्छ मलाई कलेज ड्रेसमा कमेन्ट गरिदिनु होला साथीहरू। म चाहिँ ड्रेस लगाएर रेडी भइसकेको छु है। म चाहिँ देखाउँछु अब मेरो ड्रेस। राख्ने ठाउँ पनि छैन साथीहरू, गाह्रो छ मलाई पनि। अनि ड्रेस लगाइसकेको छु मैले होइन। पुरै देखाउनु त पाएन मैले, यति भए पनि देखाएको छु। कुनै दिन देखाउँछु पुरै। म अहिले कोठामा छु होइन। कोठामा फेरि जुत्ता लगाउनु मिल्दैन, राख्ने ठाउँ पनि देखाउने ठाउँ पनि छैन। त्यसैले मैले यति भए पनि देखाएको छु। प्यान्ट अनि कोट सर्ट टाई भयो अनि देखाएको छु। अब मैले के लगाउँछु होइन, कलेज जाने बेला के लगाउँछु भनेर म त्यो पनि देखाउँछु हजुरहरूलाई होइन साथीहरू। यही हो मैले कलेज जानमा लगाउने भ्यासलिन हो यो चाहिँ होइन, भ्यासलिन हो। अनि टिकुली होइन, कालो टिकुली भयो। अनि यो चाहिँ बिबी क्रिम हो साथीहरू। यो चाहिँ मैले कहिलेकाहीँ लगाउँछु, नत्र मैले लगाउँदैन। मैले प्राय लगाउने भनेको हल्का हल्का लगाउनु भनेको यति 3वटा है, यति 3वटा हो। यो पनि हल्का लगाएर चाहिँ पुस्दिन्छु मैले है, यति हो। आज चाहिँ म बिबी क्रिम पनि लगाउँछु, हेर्नु होला है। फर्स्टमा त मैले लगाउँछु भ्यासलिन है। भ्यासलिन पनि सकेको छ साथीहरू होइन। म चाहिँ भ्यासलिन भनेको छु। मैले चाहिँ अरूले जस्तो होइन, अरूले जस्तो हुनाले पनि प्रायः त लगाउनु होइन, कोही कोहीले चाहिँ लगाउनुहुन्छ हो। मेरो
फ्रेस हात खुट्टो चाहिँ फुट्छ साथीहरू। त्यसैले लगाएको यो चाहिँ होइन। अनि अरू चाहिँ ब्लेन्डरले यस्तो काट्छन् साथीहरू, मैले चाहिँ त्यो गर्दैन। मैले चाहिँ हातमै यो नर्मल हो क्या मैले मेरो मम्मीले गर्ने भनेको। कस्तो ढकन चाहिँ लाग्दैन हेर्नु साथीहरू। मैले चाहिँ यति लगाउँछु होइन, यस्तै हातमा मिक्स गरेर हल्का लगाउँछु। यो चाहिँ लगाइसकेँ। मेरो चाहिँ मेरोमा टिकुली छ, त्यसो टिकुली चाहिँ मैले लगाएन आज। अनि यो लगाउँछु मैले चाहिँ होइन, अरू चाहिँ लगाउँछु। त्यस्तो गाडा चाहिँ बस्दैन अहिले, हल्का हल्का चाहिँ हुन्छ। यति हो साथी मैले गर्ने भनेको। मैले चाहिँ लगाइसकेँ, मेकअप पनि मेरो भइसक्यो। कस्तो खालको मेकअप साथीहरू होइन, चाहिँ भइसक्यो। अनि चाहिँ म चाहिँ अब कलेज जान्छु, किनभने कति बज्यो भन्दा साथीहरू 9:30 भइसकेछ। अब चाहिँ म कलेज जान्छु। अनि पछि मैले अघि भिडियोमा भनेको थिएँ मैले अब कलेजदेखि आएर के गर्छु भन्ने कुरा होइन साथी। त्यति बेला चाहिँ म भिडियो बनाउनु पाउँदैन होला, किनकि भिडियो चाहिँ धेरै लामो हुन्छ। त्यसैले मैले चाहिँ भिडियो बनाउँदैन, त्यसको लागि माफी चाहन्छु। मैले के गर्छु भन्ने कुरा छोटकरीमा अहिले नै बयान गरिदिन्छु है। म कलेजदेखि आइसकेर चाहिँ 3:20 चाहिँ छुट्टी हुन्छ हाम्रो। अनि पछि घर आउँदाखेरि 10 मिनट जति लागिहाल्छ मलाई होइन। अनि पछि आउँछु, नास्ता सास्ता खान्छु, अनि एकछिन फ्रेस हुन्छु होइन। अनि त्यति गर्दाखेरि 4 बजिहाल्छ। अनि 4 बजेपछि होमवर्कसम्म गर्ने हुन्छ, बहिनीहरूलाई होमवर्क सिकाइदिने हुन्छ। अनि पछि 5 साढे 5 हुन्छ। अनि त्यति बेला चाहिँ म खाना बनाउँछु साँझको लागि होइन। साँझको लागि खाना बनाउँछु। खाना बनाइसकेर हामीले सबले खान्छौँ। अनि पछि मेरो माइली बहिनीले चाहिँ मैले खाना बनाइसकेपछि चाहिँ उसले भाँडा माझ्छ, अनि उसले बनाएपछि चाहिँ मैले भाँडा माझ्छु होइन। त्यसैले मैले बनाएँ प्राय जस्तो है मैले बनाउँछु। बिहान पनि ऊ ट्युसन जाने हुन्छ, त्यसैले म बनाउँछु। साँझ पनि प्रायः मैले बनाएर आउँछु, कहिलेकाहीँ उसले बनाउँछ होइन। अनि पछि भाँडासाँडा उसले माझ्छ, किचनको सबै कामहरू उसले सघाउँछ। अनि पछि हामी आउँछौँ रुममा होइन। यो रुम चाहिँ होइन चाहिँ कुनै दिन देखाउँछु म मेरो रुमलाई पनि होइन। अहिले चाहिँ किनभने कलेज जान धेरै भइरहेको छ, त्यसैले म छोटकरीमा भनिरहेको छु होइन। अनि पछि हामी आउँछौँ रुममा आइसकेपछि हामी 1-1.5 घन्टा जति पढ्छौँ। अनि पढिसकेपछि चाहिँ हामी 9 साढे 9 जति हुन्छ है। त्यति बेला चाहिँ हामी सुत्छौँ है। अनि यति नै हो साथी, बिहानदेखि हामी नसुतिन्जेलसम्म गर्ने भनेको यति नै हो। हाम्रो घरमा त्यस्तो घरपालुवा चिजहरू केही छैन, भएको भने त्यही एउटा जति चल्ला छ होइन, कुखुराहरू चल्लाहरू के भनेर बुझ्नुहुन्छ त्यही छ होइन। अनि त्यसको लागि चाहिँ हामीले घाँस दाउरा मतलब त्यस्तो केही गर्नु पर्दैन होइन। उनीहरूलाई चाहिँ चारो हालिदियो, मकैसकै दानासाना के छ त्यो हालिदिए चाहिँ भइहाल्छ होइन। अनि त्यो हालिदिन्छौँ, त्यो चाहिँ मम्मीले गर्नुहुन्छ। ल साथीहरू, आजको लागि चाहिँ यति भन्न चाहन्छु है। अनि पछि मसँग मेरो फर्स्ट भलो भयो है। मसँग त्यति धेरै कन्फिडेन्स पनि छैन, म बोल्न सक्दैन पनि प्रायः होइन। कति ठाउँमा मिस्टेक भएको छ होला होइन। अनि कस्तो भिडियो बनाउँदाखेरि राम्रो हुन्छ भन्ने कुरा हजुरहरूले प्रतिक्रिया दिनु होला। म त्यही अनुसार भिडियो बनाउने कोसिस गर्नेछु। अनि पछि आजको लागि चाहिँ यति भन्दै म बिदा हुन्छु। हस् त, नमस्ते, बाई बाई।